हेलो गाइस, हजुरहरूलाई यो लबुबु डलको बारेमा त थाहा नै छ होला। मैले हिजो भर्खर किनेर ल्याएको छु यो लबुबु डल 700 मा। मैले हिजै अनबक्सिङ गरेको थिएँ, तर भिडियो बनाउँछु भनेर चाहिँ मैले कलर चाहिँ यसमा मिल्दो रहेछ। यहाँपट्टि कलरहरू कुनमा मिल्छ भनेर चाहिँ मलाई चाहिँ यो मिलेको छ, लकी कलर मिलेको छ। अनि यसको टाउको पनि घुम्दो रहेछ, अनि खुट्टा पनि घुम्दो रहेछ, हात पनि घुम्दो रहेछ। अनि मान्छेहरूले भन्छ नि यो लबुबु डल किनेपछि कस्तो कस्तो ब्याड लकहरू हुन्छ भनेर। मैले किनेको छु, तर त्यस्तो चाहिँ केही भएको छैन। यो सबै हावा तालको गफ रहेछ। मैले चाहिँ यो लबुबु डल किनेर ल्याएको छु के। हेर्दाखेरि हेर्नु न कस्तो देखिन्छ यो लबुबु डल। खासमा भन्नुपर्दा यसलाई 1 लाख परेको भन्न म भन्दिनँ। कस्तो राम्रो छ यो लबुबु डल। हजुरहरूले किन्नु भएको छ भने कमेन्ट बक्समा हजुरहरूको कस्तो लबुबु डल छ भनेर भन्नु होला। तर यो भिडियोलाई चाहिँ लाइक कमेन्ट गरिदिनु होला। मैले यति मेहनतले भिडियो बनाउँछु भनेर लबुबु डल किनेर ल्याएको छु। खासमा भन्नुपर्दा यसको मालिक चाहिँ म होइन है, यसको मालिक ऊ बहिनी हो। हाई भनिदेऊ न। खासमा भन्नुपर्दा ऊ हो मालिक चाहिँ, मैले त यतिकै भिडियो बनाउनलाई मात्र ल्याएको। अनि त्यसरी अनि यो किनेको चाहिँ आजै हो, तर ब्याड लक चाहिँ केही हुँदैन रहेछ। मेरो साथीहरूले चाहिँ किनेको रहेछ, मेरो साथीहरूले पनि किनेको थियो, तर यस्तो ब्याड लक स्याड लक हुँदैन रहेछ। कतिले भन्छन् यो लबुबु डललाई जलाएर फ्याल्दिनु, तर यो लबुबु डल हेर्दाखेरि कति वे यो लबुबु डलले गर्दा त खस्यो। साँच्चीकैको हो कि काठ मिलेको छ तँलाई यसमा? काठ यसमा चाहिँ भन्ने गरिन्छ यसको किचेन पनि रहेछ। यति राम्रो छ। यसको खुट्टा पनि घुम्छ, हेर्न सक्नुहुन्छ। यसको मालिक यो र अनि यो मालिक 700 मा पर्थ्यो, तर 500 मा 500 मा दिएछन्। कति राम्रो छ लबुबु डल। वाउ, यसको टाउको पनि। बाई बाई गाइजहरू, मेरो लबुबु डल कस्तो राम्रो छ है। मेरो होइन, साथी।